आज नेताहरूको भाषण सुन्दा सुन्दा तपाईँहरूलाई दिक्क लागेको छ किन भने काम चाहिँ सिङ्का भाँची छैन, बोल्न चाहिँ हिमाल सार्न लागे जस्तो। अनि हामी युवाहरूले चाहिँ विकास भएन भनेर आफ्नो फ्रस्ट्रेसन पोखिराख्दा उल्टै हाम्रो खिस्सी गर्छन्। हामीले यति विकास गऱ्यौँ उति विकास गऱ्यौँ, वाह कस्तो प्रगति गरे जस्तो। हिजो यो थिएन आज त्यो भयो रे, हस्पिटल बने, स्कुल बने, हिजो गाउँमा बाटो थिएन आज कुना कुनासम्म पुग्यो रे, खाना पाइयो, लगाउन पाइयो रे। मतलब हिजो चाहिँ हामी गुफामा बस्थ्यौँ र रुखको पात खाएर बाँचेका थियौँ होइन ल, अनि आज चाहिँ स्वर्गै आइपुग्यौँ। नेताहरू विकास 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 भन्छ, तर खासमा यो विकास भन्ने चिज चाहिँ के हो त नि? नेताहरूले भने जस्तो जम्मा बाटो र भवन बनेको विकास हो त? यदि त्यसो हो भने डोजर चलाउने ड्राइभर र इट्टा बोक्ने मध्यमै देशको सबैभन्दा ठुलो विकासकर्ता हुनुपर्ने हो। नेताहरू भन्छन् पोखरा एयरपोर्ट बन्यो, भैरवा एयरपोर्ट बन्यो, ल इट्स ओके, ठिकै छ, एयरपोर्ट त बन्यो रे, के बन्यो त? कतिवटा जाडजुड छन् आज त्यहाँबाट। त्यो एयरपोर्ट बन्न कति भ्रष्टाचार भयो, कतिजनाले रोजगारी पाए, कसको कमिसन कति थियो, अनि त्यो एयरपोर्ट नभन्दा देश कति पछाडि परेको थियो र आज कति अगाडि बढ्यो, यसको हिसाब किताब जवाफ दिनु पर्दैन? हामी जेनजीहरूलाई खालि चिल्लो भाषण र झुटो तथ्याङ्क देखाएर भुल्लाउन खोजिराख्नु भएको छ। हिजो यस्तो थियो, आज यस्तो भयो, यस्तो बनायौँ भनेर हामीलाई इतिहास पाठ पढाउनुहुन्छ, तर हाम्रो वर्तमान र भविष्यको बारेमा चाहिँ किन मौन बस्नुहुन्छ, किन बोल्नुहुन्न? आज त हाम्रो वर्तमान र भविष्य महत्त्वपूर्ण होला नि, होइन र? कि हिजोको इतिहास सुन्न पुग्छ हामीलाई? अनि तपाईँहरूलाई थाहा छ नेताहरू जति विकासको डङ्का पिड्छन् त्यति नै युवाहरू आज विदेश पलायन भइरहेका छन्। किन? किन यहाँ अवसर छैन, राम्रो शिक्षा र स्वास्थ्य सेवा छैन, भविष्यको कुनै ग्यारेन्टी छैन, भ्रष्टाचारले जरा गाडेको छ, नातावाद कृपावाद देश चलिरहेको छ, अनि नेताहरू भन्छन् विकास भइरहेको छ। त्यो कस्तो खालको विकास हो जसले आफ्नै युवाहरूलाई निराश बनाएर विदेश छिन बाध्य पारिरहेको छ? कस्तो खालको विकास हो यो? अघि प्रधानमन्त्री स्वयंले भन्दै हुनुहुन्थ्यो राजाले देश कङ्गाल बनाए, अनि अहिले उनीहरूले विकास गरिरहेका छन्। नेताहरू बारम्बार भन्छन् हिजो राजाको पालामा खाना पाएको थिएन, लगाउन पाएको थिएन, राजाले देश लुटेको थियो, यातायात थिएन, हप्तौँ हिँड्नु पर्थ्यो, र आज उनीहरूले गाउँ गाउँसम्म बाटो पुर्याएका छन् रे। अनि अझै महत्त्वपूर्णका साथ भन्छन् बोल्न पाइँदैन थियो, हिँड्न पाइँदैन थियो, लेख्न पाइँदैन थियो, पढ्न पाइँदैन थियो रे। आजका युवा सब उनीहरूको कारणले पाएको रे। तर वास्तविकता के हो त? हिजोको विश्व अवस्था के थियो? के साँच्चै राजाहरूले देश कङ्गाल बनाएका थिए त? नेताहरू सब भनिरहेका छन्, हामी नयाँ पुस्ताले फ्याक्ट चेक नगरी पत्याइदिइरहनु पर्ने हो। जुन बेला नेपालमा राजतन्त्र थियो विश्वको अवस्था कस्तो थियो? के अरू देशहरू स्वर्गमा बाँचिरहेका थिए? दोस्रो विश्वयुद्ध, शीतयुद्ध जस्ता ठुला घटनाहरू त्यति बेलै भएका हुन्। नेपाल जस्तो सानो र भूपरिवेष्टित देशले सीमित स्रोत साधनका बावजुद पनि आफ्नो अस्तित्व जोगाइरहेको थियो। के यो इतिहास बिर्सिने हामीले? पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए आज नेपालको अस्तित्व के हुन्थ्यो? महेन्द्रले राष्ट्रियताको भावना जोगाएर नेपाललाई एकबद्ध नगरिरहेको भए के हुन्थ्यो? विकासको पूर्वाधारहरू कसको पालामा सुरु भयो? हो, राजतन्त्रमा पनि कमी कमजोरीहरू थिए होलान्, थिएन भन्दिनँ म, तर त्यसको मतलब यो होइन कि सबै कुरा नराम्रो थियो र अहिले स्वर्गै भएको छ। भ्रष्टाचार, नातावाद, कुशासन अझ झन बढेको छ। युवाहरू निराश भएर विदेश पलायन भइरहेका छन्। के यो चाहिँ तपाईँहरूको महान विकास हो? 2024मा गरेको युथ सर्वे अनुसार 70% नेपाली युवा विदेश जानुको मुख्य कारण बेरोजगारी, निराशा छ। अनि फेरि यिनीहरू भन्छ हिजो हप्तौँ हिँड्नु पर्थ्यो, तर आज गाउँ गाउँसम्म बाटो बन्यो रे। के बन्यो त? के यो नेताहरूलाई थाहा छैन? नेपालको पहिलो सडक कहिले बन्यो? त्रिभुवन राजपथ कसको पालामा बन्यो? के त्यो नेताहरूले बनाएको हुन्? हप्तौँ हिँड्नु पर्थ्यो, तर त्यति बेला भौगोलिक अवस्था र प्रविधिको विकासलाई पनि त हेर्नु पर्यो नि। नेताहरूको चिठी बुद्धि भएको भए किन यस्तो बोलिरहन्थे र? कमेडी गर्न यिनीहरूलाई कसले भ्याउनेर भन्यो? कमेडी क्या त किनै हुने? हिजो बोल्न पाइँदैन थियो अरे, लेख्न पाउँदैन थियो अरे, पढ्न पाउँदैन थियो अरे, आजका युवाले यो सब कुराहरू पाएका छन्।
यो नेताहरूको कारणले। ए नेताजीहरू, के तपाईँलाई साँच्चै लाग्छ बोल्न, लेख्न र पढ्ने अधिकार तपाईँहरूले भिखतिर पाएको हो हामीले? बरु सत्य त यो हो कि राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि नेपाली जनताले लामो सङ्घर्ष गरेका थिए। त्यसमा हजारौंले आफ्नो जीवन बलिदान दिएका थिए। अनि आज तपाईँहरू त्यसको जोस लिन खोज्दै हुनुहुन्छ। यिनीहरूको विकास हेर्न मन भए एकचोटि त्यो दमकको भ्यूटा हेरौँ न। सबैले एकचोटि हेर्नुहोस् न। त्यो अर्बौं सुवा पारेर बनाएको अहिले भूतगाउँ जस्तो भएको छ। किनकि योजना बनाउँदा कमिसनको हिसाब थियो, हाम्रो भविष्यको होइन। यसैले सम्पूर्ण यो साथीहरूलाई भन्छु, अब त आँखा खोल्ने बेला आएको छ। यो अन्याय कहिलेसम्म सहने, यो झुटको पर्दा कहिलेसम्म हुने। त्यसैले यी नेताहरूले देखाएको झुटो सपनामा नअल्मनिनुहोस्। प्रश्न गर्नुहोस्, किन यस्तो भयो, कसको गल्ती हो, हाम्रो भविष्य के? प्रश्न गर्नुहोस्। हामीलाई खालि बाटो र भवन होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारीका अवसर, भ्रष्टाचारमुक्त समाज र सुरक्षित भविष्य चाहिएको छ। अब हामी उनीहरूको खोक्रो भाषणमा ताली बजाउने होइन, खबरदारी गर्नुपर्छ। सत्यको लागि आवाज उठाउनुपर्छ। तिम्रो, हाम्रो र यसलाई सही दिशामा लैजाने जिम्मा पनि हाम्रो नै हो। त्यसैले अब पनि नबोले, कहिले बोल्ने त? समय आइसकेको छ बोल्ने। अहिले पनि चुप लाग्यो भने सायद फेरि कहिले बोल्न पाउने छैन। हाम्रो सपना, आशा र भविष्य मुख बन्नेछ। त्यसैले बोलौँ, जागौँ र देशलाई बचाऊँ।